कस्तो जाडो भयो भनेको एकछिन घाम ताप्नु पर्यो। आमा आमा आज त बाबा आउनु होइन र कतिखेर आउनुहुन्छ? आइहाल्नुहुन्छ नि, किन टेन्सन गरेको? ए अनि बाबाले मलाई के ल्याइदिनुहुन्छ होला नि? ल्याएपछि थाहा भइहाल्छ नि। ल अहिलेको लागि चाहिँ स्कुल जान हतार भइसक्यो। ल तात्तारै सत्तेर गइहाल है स्कुल। आज मलाई स्कुल जानै मन छैन। त्यसो भनेर कहाँ हुन्छ र, जानुपर्छ नि स्कुल त। फेरि म आउँदा बेरसम्म झोला नखोल्नुला नि फेरि। हुन्छ हुन्छ। अब म पनि घाँस काट्न जानु पर्यो। शर्मिला, ए शर्मिला, होइन यो घरमा कोही पनि छैन कि क्या हो? ए यहाँ त आउनु पो भएको रहेछ त। यहाँ बस्नुहोस् न। हजुर बस्दै गर्नुहोस् न, म पानी लिएर आउँछु। ल लिनुहोस् पानी। अनि छोरी खोइ त? छोरी स्कुल पढ्न गएकी छ, अहिले आउँछ एकछिनका। अनि छोरी तिमी कति टिप लाग्यो? मम्मीले खाना दिँदै कि क्या हो? के ल्याइदिनु भएको छ त्यो भन्नु। कति हतार गरे कि क्या? पहिला गएर खाना खा, नास्ता सास्ता खा, अनि ड्रेस चेन्ज गर, अनि मैले भइहाल्यो नि। नाइ नाइ म त पहिला झोला खोल्ने अनि बल्ल खाने। कति जिद्दी हो के यो केटी पनि। हस् मेरी छोरी हस्। मैले के ल्याइदिएको छु लु तिम्रो लागि। त्यहाँ भएर तिम्रो मम्मीको लागि लु। मैले पनि मेरा साथीहरूले जस्तै टिकटक बनाउन पाउने भए र म गेम खेल्ने र क्याटन हेर्न पनि गर्ने पाउने भए। ल ल गएर पढ्दै गर। हजुर पनि बस्दै गर्नुहोस्, म खाना पकाउँछु है। छोरी ए छोरी, खाना खान आइजा। छोरी होइन, यो केटीले के गरेछ कोठामा बसेर? ओइ छोरी, छिटो खाना खान हिँड भनेको सुनिन? आइज त, तारो खाना सेलाइसक्यो भनेको हिँड खाजा खाना। नानीको बाबा हजुर पनि खाना खान आउनुहोस् ल। छोरी ला मेरो लागि, हजुरको लागि। कति खाना खाने बेला पनि मोबाइल हेरेको? एकछिन मोबाइल बिना बाँच्न सक्दिनस्? एकछिन त दिनु के हेर्छु। यताले त मोबाइल नाइ के दिनु के अहिले खान्छु त नि, हेर्दै खाएर के हुन्छ र? पछि आँखा बिग्रिन्छ। यताले मोबाइल जान्ने पर्छ। कति कसरत गर्नुहुन्छ? एकछिन अनि अहिले राखिहाल्छु नि। जा जा फुर्ती लाउँदै रहेछ। खाना आऊ खाना आऊ। खुब छोरीलाई टाउकामा टेकाएर राख, कुन दिन आँखा साखा बिग्रिन्छ अनि बल्ल थाहा पाउला। विदेशबाट कसै नभएको ल्याइदिएको नखाना खाना। त्यहाँ मोबाइल हेर्ने होइन है धेरै, अनि आँखा बिग्रेला अनि बल्ल थाहा पाउलिस्। ए लौ नानी, नानीका बाबा के भयो? नानीको आँखा हेर्न आउनु एकचोटि। कस्तो दुखिरहेको छ। लौ नानी, अब चाँडै अस्पताल लैहाल्नुपर्छ ल।
तपाईँ दुईटा जाँदै गर्नु म यही घरको धन्दा गर्दै गर्छु जमिन नमस्ते डाक्टर साहब नमस्ते के समस्या गऱ्यो होला हजुर नानीको आँखा एक्कासी दुःख भन्छ के भयो हेर्नुहोस् त के भयो बुझ्यो त म हेर्छु है त नानीको आँखामा पहिला केही परेको थियो कि पहिले केही परेको थिएन एक्कासी दुःख छ भन्छ तर के भएको हेर्नुहोस् त नानीले घरमा धेरै मोबाइल हेर्छन् क्या हो एकछिन कहिले काहीँ त्यसरी नानीहरूलाई मोबाइल दिनु हुँदैन नि मोबाइलले त आँखा कमजोर गराउँछ दिमागलाई पनि असर गर्छ नानीको आँखा धेरै कमजोर भएको छ अब अपरेसन गर्नुपर्छ नाइ म त अपरेसन गर्दिनँ दुख्छ यसो कुनै उपाय छ र डाक्टर साहब अहिलेको लागि केही दबाई लाउनुहोस् यो दबाई चाहिँ बिहान र बेलुका दिनु होला अनि अपरेसन चाहिँ अनिवार्य गर्नुपर्छ छिटो गर्नुपर्छ है हुन्छ डाक्टर साहब नानीको बाबा के भयो त नानीलाई के भएको रहेछ डाक्टर साहबले अपरेसन गर्नुपर्छ भन्नुभएको थियो त्यही भएर ए अनि फेरि पुरै भएको तपाईँले गर्दा त हो नि यस्तो हुन्छ पहिले मोबाइल नदिनु भनेको होइन तपाईँले गर्दा यस्तो हालतमा पुग्यो अब के गर्नु नि हौ गर्नुहोस् आफै अपरेसन गर्न पनि कति खर्च लाग्दो हो ओहो दाइ भाउजू नमस्कार नमस्कार नानी बस्नुहोस् न होइन आज पनि म दाजु भाउजूको घरमा के को हल्ला सुनिरहेको छु खै के भन्नु र नानी किन र भाउजू के भयो नानीको आँखा अपरेसन गर्नुपर्ने भयो नि अस्तिसम्म त नानीको आँखा ठिकै थियो अस्तिसम्म त ठिकै थियो तर अब उनीले विदेशबाट ल्याएको कि खै के ल्याइदिएको थियो त्यो हेरेको गरी 24 घन्टा त्यसपछि आँखा बिग्रेर यस्तो हालत भएको छ अब के गर्ने हो खै पनि ओहो अहिले त यो समस्या धेरै बच्चामा देखिन थालेको रहेछ यति मात्र हो र भाउजू कति बच्चाको त आँखा नै अपरेसन गर्न परेको छ आँखा नै निकाल्नु परेको छ यदि समयमै उपचार नगर्ने हो भने त यी नानीले पनि त्यस्तै समस्या नआउला भन्न सकिँदैन नि ए लौ न नि नानी के भन्नु भएको अब छोरीको आँखा ठिक हुँदै जान्छ भन्ने आशा त छ र अब जहिले मोबाइल हेर्दा यस्तै त हुन्छ नि किन 24 घन्टा मोबाइल हेर्नु पर्दो र तँलाई पनि आमा हेर्नु न कस्तो अँध्यारो भइरहेको छ खै मैले त केही देख्दिनँ त के भन्छ खै यो ला भाउजूको नानीले आँखाको जति त गुमाइनन् होइन के भन्नु त डाक्टर साहब यो नानीले लौ नानीका बाबा ल नानीलाई छिटो अस्पताल लगिहाल्नुपर्छ र त तलमाथि जे पनि हुनसक्छ डाक्टर साहब नमस्कार नमस्कार हजुर मैले त हिजो पुगेर भएको होइन र के भयो फेरि हेर्नु न डाक्टर साहब एक्कासी नानीले आँखै देख्दिनँ भन्छु के भयो चाचाले नानीलाई हेरिदिइहाल्नु न ल म हेर्छु यताउता नानीको आँखा त धेरै कमजोर भइसकेको छ त मैले हजुरलाई हिजै भनेको होइन छिटै अपरेसन गर्नुपर्छ भनेर अब यहाँको अपरेसन गर्नुपर्छ छिटो पैसा जम्मा गर्नुहोस् अब ए पैसा चाहिँ कति जति लाग्छ नि डाक्टर साहब 10 देखि 15 लाखसम्म छिटो गर्नु है हुन्छ डाक्टर साहब हामी सकेसम्म छिटो गर्छौँ अनि नानीको अपरेसन चाहिँ कसरी गर्ने हो नि नानीको आँखाको अपरेसन गर्ने हामीले दिन्छौँ ल र अहिले जान्छौँ है हामी चाँडै लिएर आउँछौँ ल सकेसम्म छिटो गर्नु ल जान्छौँ ल बस्नुहोस् न अब के गर्ने हो नानीको आँखाको अपरेसन गर्ने भनेको छ डाक्टरले यत्रो पैसा कसरी जुटाउने हो नानीका बाबा मलाई त तनाव पो लाग्न थाल्यो त हामीसँग त जम्मा 1-2 लाख रुपियाँ मात्रै छ अरू तल घरे काकासँग भनौँ है अब तल्ला घरे काकासँग जिन्स सापट्टि लिएर भए पनि नानीको आँखाको त अपरेसन गर्नुपर्छ त
हुन्छ जाम अहिलेको लागि गइहाल्नु ल नानी तिमी यहाँ बस्दै गर हामी काकासँग गीत मागेर आउँछौँ ल कतै पनि नजाऊ है अब धेरै मोबाइल पनि नहेर्ने थाहा भयो होला नि मोबाइल हेर्दा कस्तो हुने रहेछ भनेर काका नमस्कार नमस्ते ना केटाकेटीहरू यहाँ के नाम भयो त किन आउनु नि काका मेरो छोरीको आँखाको अपरेसन गर्ने पर्ने भयो त्यसैले केही रकम दिनु छ कि भनेर आएको कति पैसा लाग्छ पैसा त त्यस्तै 10-12 लाख भनेको छ डाक्टर तिमीले यत्रो रकम चुकाउने क्षमता छ त क्षमता नभए पनि आफ्नो घर जग्गा धितो राखेर भए पनि हामी तिर्छौँ काका तर मेरो छोरीको आँखा बताइदिनु न बिन्ती छ ल मसँग नि 2 लाख मात्र छ समयमा ऋण तिर्ने भए म दिन्छु हस् त धन्यवाद काका हजुर त्यति भन्नुभएकोमा ल समयमा ऋण तिर्नु फेरि ल हिँड्नु जाऊँ आउनु न बस्नु अब छोरीको आँखाको अपरेसनको लागि 2 लाख माग्यो अब 2 लाख जति अब अरू पैसा कहाँ ल्याउने होला खै के गर्ने अब अरू विकल्प त छैन मेरो कानको सुन छ त्यही भए पनि सुन कहाँ लगेर बेचेर पैसा ल्याउनु पर्यो जति आउँछ ल हामी चाहिँ अहिले गइहाल्यौँ नि ल छोरी हामी चाहिँ फेरि सुन कहाँ जानुपर्ने भयो त्यहाँ राम्रोसँग बस नि फेरि साउजी नमस्कार नमस्कार हजुरहरू के काम ल्याउनु भयो हामी त त्यस्तै मेरो त्यो सुन भित्र राख्नु पर्ने थियो त्यही भएर आएको ए दिनुहोस् न त ल त्यसको यति पैसा आउँदैन भन्ने बाबु है लिनुहोस् साउजी सुन यतिको कति जति होला जोक्तेर भन्नुहोस् ल यो सुन 2 तोलाको रहेछ यसको मूल्य 3 लाख हुन्छ हस् त धन्यवाद साउजी अहिलेको लागि त्यति भए पनि दिनुहोस् न हुन्छ हजुरलाई धेरै धेरै धन्यवाद ल अहिले लाग्यौँ है अब यही डक्टरलाई बुझाएर छोरीको अपरेसन चाँडै गर्न भनौँ ल हुन्छ ल अहिलेको लागि चाहिँ गइहाल्नु फेरि पछि तलमाथि केही हुन सक्छ नि फेरि डाक्टर साहब नमस्कार नमस्ते हामी हजुरले अपरेसन गर्दा केही पैसा लाग्छ भन्नुभएको रहेछ हामी चाहिँ केही पैसा मात्रै लिएर आएका छौँ यति राख्दै गर्नु अरू पछि दिन्छौँ न हुन्छ हुन्छ दिनुहोस् न लिनुहोस् डाक्टर साहब अहिलेको लागि 4 लाख मात्रै छ हामी पछि डिपोजिट गर्दै गर्छौँ अहिलेको लागि यति पैसाले भए पनि हामीले नानीको आँखा उपचार गरिदिनु न हुन्छ अब के गरिदिनु बस्नुहोस् न दिदी नमस्ते नमस्ते नानी अनि किन आउनु भएको त हजुर यहाँ म हातको उपचार गर्न आएको अनि तपाईँले त हिजो पनि हेर्नुहुन्थ्यो त आज किन आउनुभयो त हिजो त हामी आएका त थियौँ तर डक्टरले पैसा लाग्छ अपरेसनको लागि भनेको थियो तर हामीले पुरै पैसा चाहिँ डिपोजिट गर्न सकेनौँ त्यसैले अब हामीले केही पैसा दिनसापट्टि मागेर भए पनि लिएर दिन आएका हजुरलाई त धेरै समस्या परेछ नि समस्या पर्यो नि नानीले मोबाइल हेरेको गरेर आँखा बिगारिहाली अब के हुने हो थाहा छैन धन्य भगवान् नानीको आँखा
छिटो छिटो है। ओहो धन्न मेरा छोराछोरीहरूलाई पनि मैले समयमा उपचार गरेछु र निको भयो। हो र हजुरले त समयमै गर्नुभएको रहेछ। म त नानीले मान्दै नानीले मोबाइल हेर्दा अब गर्नु त दिएको तर आँखाको ज्योति नै गुमेछ भने जस्तो कुरा गर्दैथ्यो डाक्टरले। अब के हुने हो थाहा छैन। यो सब मेरो कमजोरीको कारणले हो। अब के गर्ने? अब नहुने गल्ती गरियो, अब के गर्ने? अब आउँछ होला एकछिन नानीको रिपोर्ट कस्तो हुन्छ त्यही अनुसार हेर्ने। मैले आफै भनेको धेरै मोबाइल दिइहाल्नु भयो। अब के गर्नु? टिसिएसको क्लाइन्ट्स को हुनुहुन्छ? आउनुहोस्। टिसिएसको अफिसर चाहिँ सफल भएको छ है। ए धन्य भगवान्लाई छोरीको अपरेसन सफल भएछ। अहिले उनलाई कस्तो छ नि? अहिले उनलाई ठिकै छ। पट्टी खोल्न चाहिँ यहीँ आउनुपर्छ। आँखा देख्छौँ कि देख्दिनँ यो आँखा देख्ने भन्दा बर्बादै हुन्छ नि। उनीहरूले मेरो छोरीले आँखा देखेका हुन्थ्यो। अब के हुन्थ्यो? ल छोरी घर जा अहिलेको लागि। ल 1-2 दिनका पत्ती खोल्न आउँछौँ ल। हस् त हाम्रो लागिमै हुन्छ। धन्यवाद भने पनि भएछ। अब पट्टी खोल्न जानु पर्यो नि डाक्टर साहब कहाँ। खोलिदिनुहोस्। नमस्कार डाक्टर साहब। नमस्ते, आउनुभयो? हजुर। अब म पट्टी खोलिदिन्छु नि। क्लासमा सोध्ने कोही छ यहाँ के गरेको थिएँ नाटकमा भनेर सोध्छ तिमीले क्वेसन पखाली क्लास के हुन्छ होला चाँडै भन्नुहोस् है डाक्टर साहब। ला खै बिस्तारै आँखा खोला त। कस्तो छ तिमीलाई अहिले? अहिले ठिकै छ। आँखा पुरै देख्छु? हजुर हजुरलाई धेरै धेरै धन्यवाद। म हजुरप्रति धेरै आभारी छु डाक्टर साहब। हजुरले मेरो छोरीको आँखा निको गरिदिनु भयो। म हजुरको यो कहिले भुल्न सक्दिनँ। अबदेखि कहिले पनि मोबाइल हेर्नु नदिनु होला है। हुन्छ अबदेखि त हेर्दिनौ नि छोरी। हजुरलाई धेरै धेरै धन्यवाद डाक्टर। हजुरले मेरो आँखाको ज्योति वापस ल्याइदिनु भएको छ। अबदेखि मैले कहिले पनि मोबाइल हेर्दिनँ। नहेर्नु है अबदेखि मोबाइल। हस्। ल अहिलेको लागि चाहिँ हामी घर जान्छौँ ल। हजुर हस्। धेरै मोबाइल फोन युज गरेको कारणले आज मेरो आँखाको ज्योति गएको थियो। त्यसैले हामीले धेरै मोबाइल हेर्नु हुँदैन र हाम्रो प्यारेन्ट्सले पनि धेरै मोबाइल नचलाउने र आफ्नो बच्चाबच्चीहरूको अगाडि धेरै मोबाइल युज नगर्नु होला र विद्यार्थीहरूले पनि बच्चाबच्चीहरूले पनि धेरै मोबाइलको युज नगर्नु होला। धन्यवाद। हजुरहरूले देखि नै हाल्नु भएको होला धेरै मोबाइल हेर्नुको कारण मेरो छोरीको आँखा कस्तो बिग्रिएको छ। त्यसैले हजुरहरूले पनि धेरै मोबाइल फोनको युज नगर्नु होला। नत्र भने मेरो छोरीको जस्तै हालत हुन सक्छ। आँखा भनेको मानिसको सबैभन्दा ठुलो अङ्ग हो। आँखा बचाउनको लागि मोबाइल फोन धेरै युज गर्नु हुँदैन। धन्यवाद। मोबाइल फोनको दुरुपयोग नगरौँ, सबै सचेत भएर बस्नु। धन्यवाद।